म कसरी उहाँलाई इन्कार गरू। 3 वर्षसम्मको अविस्मरणीय प्रेमिलो सङ्गतिपछि म आफ्नो श्रीमानलाई भेट गर्न सियोल आएकी थिएँ। सियोल आएपछि पनि म त्यहाँको स्थानीय चर्चमा जान थालेँ। त्यहाँ पनि मैले चर्चमा पास्टर र बाइबल स्कुलका विद्यार्थीहरूलाई सामान र पैसाले सहायता गर्न थालेकी थिएँ। तर प्रत्येक आइतबार मेरो श्रीमानले रमाइलो गर्न घुम्न जाउँ भन्नुहुन्थ्यो। तर म चाहिँ उहाँसँग जान नमानिकन चर्चमा प्रभुको आराधना गर्न जान्थेँ। 3 वर्षसम्म यसरी नै चल्दै गयो। त्यसपछि उहाँले मलाई अन्तिम निर्णय आफ्नो तर्फबाट सुनाउनुभयो कि येशू नाम गरेको व्यक्तिलाई छोड, होइन भने मलाई छोड। तिमी कहिले मसँग रमाइलो गर्न आइतबार आएनौ। साथीहरूको अगाडि मलाई एक्लो पारेर शर्ममा पार्यौ। त्यसैले तिमी चर्च जान छोड्नुपर्छ। नभए मैले मेरो आनन्द बाँड्नको लागि अर्को बिहे गर्नुपर्छ। यो सुनेर मेरो हृदय छिया छिया भयो। मेरो श्रीमानले लामो सास फेर्दै मेरो निर्णय सुन्न पर्खँदै हुनुहुन्थ्यो। उहाँ मेरा 4 नानीहरू र मेरो जीवनको निम्ति आदरणीय र भरोसा योग्य हुनुहुन्थ्यो। उहाँ मेरो निम्ति अतुलनीय श्रीमान हुनुहुन्थ्यो। उहाँसँग योग्यता, इज्जत, मान र खुबी सबै थिए, किनभने उहाँ कुनकुक विश्वविद्यालयमा मेरो काकासँग मिलेर कोरियामा भएको योग्य मानिसहरूलाई तालिम दिने गर्नुहुन्थ्यो। श्रीमानमा हुनुपर्ने कुनै पनि गुणको अभाव उहाँमा थिएन। लडाईँको कारणले हामी छुट्टिएर बस्नु परेकोले मैले उहाँको साँचो प्रेमको कहिले अनुभव गर्न पाएकी थिइनँ। के अब मेरो जीवनको अन्त यही नै हो त? उहाँले मलाई निर्णयको रेखा कोर्न धकेल्दै गर्नु भए तापनि म मेरो श्रीमान जसले मलाई जीवनभर साथ दिनुभयो उहाँलाई त्याग्न सक्दिनथे। त्यही घडी मैले अर्को एउटा अनुहार नजिकैबाट देखेँ। उहाँ त्यही प्रभु हुनुहुन्थ्यो जसले मलाई हरेक मृत्युको दलदलबाट बचाउनु भएको थियो, जसले मेरो निम्ति रगत बहाउनु भएको थियो। उहाँले मेरो पापको निम्ति सजाय, कष्ट, बेइज्जती र लाज सहनु भएको थियो। मैले कसरी उहाँलाई इन्कार गर्ने? आफैलाई सम्हाल्दै बिस्तारै मैले मुख खोले। म तपाईलाई धेरै माया गर्छु। तपाईँ मेरो असल श्रीमान र नानीहरूका असल बुबा हुनुहुन्छ। तर मलाई प्रेम गरेर साँचो जीवन दिनुहुनेलाई मैले कसरी छाड्नु? सबै किसिमका कठिन परिस्थितिहरूमा पनि तपाईकै श्रीमती र नानीहरूकी आमाको रूपमा तपाईको आज्ञा मान्दै सेवा गरेर बस्नेछु। म भर मगदुर तपाईलाई खुसी पार्ने कोसिस गर्नेछु। तर कृपया आफ्नो मन मदेखि नबदल्नुहोस्। श्रीमानले भन्नुभयो, त्यसो भए सांसारिक आनन्दका मेरा कुराहरू पनि सुन्नुपर्छ र यो आइतबार सबै परिवार मसँग घुम्न जानुपर्छ। मैले भने, श्रीमानज्यू, हप्ताका 6वटै दिन तपाईले जे भने पनि म मान्छु। तर कृपया आइतबार मलाई चर्च जान दिनुहोस्। म प्रभुलाई त्याग्न सक्दिनँ। मैले भनेको कुरा सुनेर उहाँले निर्णय गर्नुभयो र भन्नुभयो, तिमी तिम्रो खुसी गर, म मेरो खुसी गरेर यो संसारमा रमाइलो गरी जीवन जिउँछु। मैले उहाँको कुरा नकार्दा उहाँलाई विश्वासघात गरे झै लाग्यो। त्यसपछि उहाँ लामो सुस्केरा हाल्दै चुपचाप घरबाट निस्कनुभयो। उहाँ निस्केर जाँदै गर्दा मैले उहाँलाई आँखाले भ्याएसम्म बाटोमा हेरिरहे। मेरो लागि आकाशै खसे जस्तो भयो। म भुइँमा पछारिएकी छु जस्तो लागेर आयो। मैले टेकेको जमिन भासिए जस्तो लाग्यो।
म 28 वर्षकी थिएँ। त्यस बेलादेखि उहाँको मृत्यु नहुन्जेल दुःख, कष्ट र एक्लोपनामा मैले 17 वर्षसम्म प्रभुको सेवा गरेँ। मेरो जीवनको सबभन्दा दुःखदायी दिन त्यो थियो जुन दिन उहाँले मलाई उहाँकी नयाँ केटी साथीसँग आइतबारको दिन पिकनिक जानलाई खानेकुरा तयार गर्न लगाउनुभयो। प्राय प्रत्येक आइतबार म एका बिहानै उठेर उहाँलाई त्यो केटीसँग पिकनिक जानलाई खानेकुरा बनाइदिन्थे। उनीहरू दुवैजना सँगसँगै गएको दृश्य आँखाभरि आँसु पारेर मैले हेर्नु पर्दथ्यो। त्यसपछि म चाहिँ आफ्ना नानीहरूको हात समाउँदै मण्डली जान्थे। प्रभुलाई हेर्दै सहनशीलता र नम्रतामा पर्खिँदै बसे। मलाई विश्वास थियो यदि मैले सच्चा हृदय देखाएँ भने मेरो श्रीमानले पनि एक दिन प्रभुलाई चिन्नुहुनेछ। त्यसैले चुपचाप लागेर सबै कुरा मान्दै गए।